लाउरेको ध्यानमा चाहिँ 5 पैसा दम भएन। कुरो के भनेदेखि होइन, हाँडी यहाँ रुँदै रुँदैछ बिचरा, रुँदै रुँदै हिँड्दैछ। केतिसम्म भन्दैछ भने म यहाँ बसिरहेको छु, तिमी गएर आऊ न, आऊ न, म सक्दिनँ, म मर्छ, यसलाई लेक लाग्यो अरे। अघि भर्खर यही बाटो हिँडेको, सास फेर्न गाह्रो भयो, म त अब चिप्लिन्छु। सास फेर्न गाह्रो भयो अरे हाँडी। तर किर्को त डह्रो छ क्या। ल हेर्नुहोस्, लाउरेको ध्यानमा चाहिँ 5 पैसाको दम रहेन रहेछ। हिँड्दाखेरि नै मरे, म चिप्लिन्छु, म अब सक्दिनँ म भनेर रुँदै रुँदै हिँड्दैछ। खोइ थोप्रा देखाउ त हाँडी, खालि जोतेर रुन्छ यहाँ छु। रोको रहेछ गाइस हाँडी। कैसा लग रहा है? रुँदैछौ अझै? अघिदेखि पुरा फुरफुर गरेर के भयो अरे भयो भने एकचोटि अरू कुरो त्यस्तै हो कि। ध्यान से देखिए, जब 10-15 मिनट हिँडेको रोको हेर्नुहोस्, चिप्ले नाटे मात्रै भन्छ बेटा। लेटार केटाहरूको आगडा केही हुँदैन, बाटो दामी चिसो फटकै छैन। सास फेर्न त कति मजा आउँछ, कति मजा गरेको महसुसै हुँदैन। आएपछि तिमीहरू यहाँ तर मजा आइरहेछ। मजा केटा हो। एक दुईवटा कुरा भट्यो के भट्याउनु यिनीहरूलाई, के भट्याउ यहाँ आउनु यिनीहरू मेरो निस्किन्छ। हावा चल्दैन, त्यही पनि चिसो चल्दैन। यहाँ माथि हेर केटा, यहाँ माथि हेर।